एउटा सामान्य पानी समेत नभएको टापु कसरी विश्वकै प्रमुख आर्थिक केन्द्र बन्यो भन्ने कुराले मलाई त निकै अचम्भित पारेको छ। खासमा इतिहास पल्टाएर हेर्दा यो कुनै जादुई कथा वा फिल्मको प्लट जस्तो लाग्छ हेर्नुहोस्। तर जब हामी तथ्य र तथ्याङ्कहरूको गहिराईमा पुग्छौं नि, तब प्रश्न हुन्छ कि यो रातारात भएको चमत्कार पटक्कै थिएन। कुनै एउटा स्पष्ट भिजन र अनुशासनको कुरा आउँछ होला यसमा। एकदम। यो त एउटा अत्यन्तै स्पष्ट भिजन, रणनीतिक सोच र असाधारण कठोर अनुशासनको परिणाम थियो। मैले स्रोत सामग्रीहरू अध्ययन गर्दा पनि यही कुरा महसुस गरेकी छु। हो, यो बुझ्नको लागि सिधै सन् 1965 को त्यो अँध्यारो समयमा जानुपर्ने हुन्छ, जति बेला सिङ्गापुर मलेसियाबाट छुटिएको थियो। इतिहासका पानाहरूमा संस्थापक प्रधानमन्त्री ली क्वान यू टेलिभिजनमै रोएको दृश्य निकै चर्चित छ नि। हजुर, त्यो दृश्यले त्यति बेलाको निराशालाई प्रष्ट देखाउँछ। मलाई त यो एउटा यस्तो अवस्था जस्तो लाग्छ जसलाई डुब्न लागेको र पुँजी सकिएको कुनै घाटामा गइरहेको कम्पनीसँग तुलना गर्न सकिन्छ, जहाँ एउटा यस्तो नेतृत्वको आवश्यकता पर्छ जसको भिजन पनि होस् र जो कठोर निर्णय लिन पनि नडराओस्। निकै सान्दर्भिक तुलना गर्नुभयो तपाईँले। त्यो बेला सिङ्गापुर साँच्चीकै एउटा डुब्न लागेको स्टार्टअप जस्तै थियो, जसको ब्याङ्क खाता पुरै खाली थियो र जसलाई कसैले पत्याइरहेका थिएनन्। अनि ली क्वान यू त्यही कठोर सिइओ थिए जसले सिङ्गापुरलाई डुब्नबाट मात्र बचाएनन्, नाफामूलक र विश्वस्तरीय नै बनाए। उनले देशमा कडा अनुशासन र राजनीतिक स्थिरता कायम गरे नि त। विकासशील देशहरूको सबैभन्दा ठूलो समस्या भनेकै अस्थिरता हो नि त। हो, हरेक केही वर्षमा सरकार परिवर्तन हुन्छ, नीतिहरू बदलिन्छन्, तर सिङ्गापुरमा दीर्घकालीन विकासका योजनाहरू बिना कुनै अवरोध लागू हुन सके, किनकि त्यहाँ एउटा फलामे अनुशासन सहितको राजनीतिक स्थिरता थियो। पहिलेकाहीँ त विद्रोह नै निम्त्याउँछ। त्यो जोखिम त सधैँ हुन्छ। अनि यस्तो कठोर राजनीतिक नियन्त्रण भएको देशमा विदेशीहरूले चाहिँ किन विश्वास गरे त? यो राजनीतिक स्थिरता र कडा अनुशासनले कसरी आर्थिक विकासको ढोका खोल्यो? यो बुझ्नको लागि हामीले स्थिरताको आर्थिक मूल्यलाई अलिकति केलाउनु पर्छ। हेर्नुहोस्, राजनीतिक स्थिरता आफैमा पैसा त होइन नि, होइन र? हो, पक्कै होइन। तर यसले एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्छ जसलाई पुँजीले सबैभन्दा धेरै मन पराउँछ। पुँजी अर्थात् लगानी सधैँ सुरक्षित वासस्थानको खोजीमा हुन्छ क्या। भनेपछि सुरक्षा नै मुख्य कुरा भयो। एकदमै। जब समाजमा कडा अनुशासन कायम गरियो, त्यसले विदेशी लगानीकर्ताहरूलाई एउटा स्पष्ट सन्देश दियो नि। कस्तो सन्देश? जस्तो कि यहाँ लगानी सुरक्षित छ, यहाँ दिनौं हडताल हुँदैन, यहाँका नीतिहरू रातारात परिवर्तन हुँदैनन् र फ्याक्ट्रीहरू बन्द हुँदैनन् भन्ने सन्देश। पुँजीवादले खोज्ने सबैभन्दा ठूलो कुरा नै पूर्वानुमान गर्न सकिने अवस्था हो, जुन सिङ्गापुरले दियो। ओहो, यसले त विदेशी लगानी अर्थात् प्रत्यक्ष वैदेशिक लगानीको कुरामा ल्याइ पुर्याउँछ नि। यहाँनिर कुरा साँच्चीकै चाखलाग्दो भन्छ है। कसरी भन्नुहोस् त? जस्तै सन् 1960 र 70 को दशकको विश्वलाई हेर्ने हो भने विशेष गरी नवस्वतन्त्र र विकासशील देशहरूमा एउटा फरक खालको उग्र राष्ट्रवाद थियो नि त। पश्चिमा बहुराष्ट्रिय कम्पनीहरूलाई धेरैले नवउपनिवेशवाद वा शोषणको प्रतिनिधिको रूपमा हेर्थे। त्यो बेलाको ट्रेन्ड नै त्यस्तै थियो, बाहिरकालाई भित्र पस्न नदिने। हो नि, अरूले ढोका बन्द गरिरहेको बेला सिङ्गापुरले भने उनीहरूलाई रातो कार्पेट ओछ्याइरहेको थियो। मलाई त अचम्म लाग्छ कि यो कदम राजनीतिक रूपमा जोखिमपूर्ण थिएन र? पक्कै पनि यो निकै ठूलो राजनैतिक जोखिम थियो। धेरै छिमेकी देशहरूले सिङ्गापुरको यो कदमलाई पश्चिमाहरूको कठपुतली बनेको भनेर आलोचना पनि त गरेका थिए नि। त्यस्तो आरोप त पक्कै आयो होला। तर सिङ्गापुरको नेतृत्व अत्यन्तै व्यावहारिक थियो। उनीहरूले भावनामा बगेर होइन, यथार्थमा टेकेर निर्णय गरे। मैले अघि पनि भने नि, उनीहरूलाई राम्रोसँग थाहा थियो कि सिङ्गापुरसँग न आफ्नै पुँजी छ, न कुनै प्राविधिक ज्ञान छ, न त उत्पादित सामान बेच्ने ठूलो आन्तरिक बजार नै छ। भनेपछि बहुराष्ट्रिय कम्पनीहरूलाई भित्राउनुको कुनै विकल्प नै थिएन उनीहरूसँग? ठ्याक्कै त्यही हो। त्यसैले लगानीकर्ता मैत्री वातावरण बनाइयो, कर छुट दिइयो र व्यापार सुरु गर्न लाग्ने झन्झटिला नियमहरू खारेज गरिए। यसले गर्दा विदेशी पुँजी मात्र आएन, विश्वस्तरीय सिप र प्रविधि पनि सँगै भित्रियो होला नि। एकदम सही भन्नुभयो। तर विकासशील देशहरूमा विदेशी पैसा भित्रिँदा प्राय एउटा ठूलो रोग पनि सँगै भित्रिन्छ नि। भ्रष्टाचार। भ्रष्टाचार। ठूला कम्पनीहरू आउँछन्, नेता वा कर्मचारीलाई घुस खुवाउँछन्, देशको स्रोत साधन कौडीको भावमा लैजान्छन्
र त्यो विदेशी पैसा केही सीमित सम्राट वर्गको खल्तीमा मात्र जान्छ। इतिहासमा यस्ता धेरै उदाहरण छन् नि। त्यो त धेरै देशको तीतो यथार्थ हो। सिङ्गापुरले यो जोखिमलाई कसरी टार्यो त? त्यो विदेशी पुँजीलाई कसरी साँच्चीकै देश निर्माणको इन्जिन बनायो? यसको जवाफ एउटा अत्यन्तै महत्त्वपूर्ण सिद्धान्तमा लुकेको छ। त्यो हो मेरिटोक्रेसी, अर्थात् योग्यताको तन्त्र। योग्यताको कदर हो। सिङ्गापुरले आफ्नो सम्पूर्ण प्रशासनिक र निर्णय गर्ने तहमा यस्तो प्रणाली स्थापित गर्यो जहाँ जात, धर्म, परिवार वा राजनीतिक पहुँचको आधारमा होइन, केवल योग्यता, शिक्षा र क्षमताको आधारमा जिम्मेवारी दिइयो। भनेपछि क्षमतावान मान्छे मात्रै माथि पुग्ने भए? जब देशको नीति निर्माण गर्ने ठाउँमा समाजका सबैभन्दा उत्कृष्ट र अब्बल दिमागहरू पुग्छन्, तब उनीहरूले विदेशी कम्पनीहरूसँग आफ्नो व्यक्तिगत स्वार्थ वा कमिसनको लागि होइन, देशको अधिकतम फाइदाको लागि नेगोसिएसन गर्छन् क्या। यसलाई बुझ्नको लागि एउटा खेलकुदको एनालोजी प्रयोग गर्न सकिन्छ जस्तो लाग्यो मलाई। भन्नुस् न त। मानौ एउटा राष्ट्रिय फुटबल टिम बनाउनु छ। यदि कोचले आफ्नो भतिजा वा चिनेको मान्छे भनेर स्ट्राइकर छान्यो भने त्यो टिमले कहिले विश्वकप जित्दैन नि, होइन र? पक्कै जित्दैन। गोल हाल्न सक्ने क्षमता भएको खेलाडीलाई मात्र मैदानमा उतारियो भने परिणाम आउँछ। सिङ्गापुरले देश चलाउन पनि त्यही निर्मम खेलकुदको नियम लागू गर्यो। सही मान्छेलाई सही ठाउँमा राख्ने नीति नै मेरिटोक्रेसी हो। एकदम सही उदाहरण दिनुभयो। त्यही मेरिटोक्रेसीले नै भ्रष्टाचार रोक्ने पहिलो संस्थागत जग बसाल्यो भन्नुपर्छ। योग्य मानिसहरू प्रशासनमा हुँदा नीतिहरू पारदर्शी बने र बहुराष्ट्रिय कम्पनीहरूले पनि घुस खुवाएर काम गराउने बाटो पुरै बन्द भयो नि। हरेक राजनीतिक भाषणको थेगो जस्तै बनेको छ नि। हो, त्यो त सुन्न धेरै पाइन्छ। कानुनको किताबमा त धेरै देशमा कडा नियम हुन्छन्, तर व्यवहारमा शक्तिशाली मानिसहरूले त्यसलाई छल्छन् नै। सिङ्गापुरले यसलाई साँच्चीकै व्यवहारमा कसरी लागू गर्यो? यो सुन्न जति सजिलो छ, कार्यान्वयन गर्न त्यति नै गाह्रो कुरा हो नि। भाषण गर्नु र संस्थागत गर्नु नितान्त फरक कुरा हुन् नि। सिङ्गापुरले यसलाई कार्यान्वयन गर्न निकै कडा र निर्मम कदम चाल्यो। हेर्नुहोस् कस्तो कदम नि? उनीहरूले एउटा छुट्टै निकाय खडा गरे जसलाई करप्ट प्र्याक्टिसेस इन्भेस्टिगेसन ब्युरो वा CPIB भनिन्छ। यो संस्था कुनै सामान्य प्रहरी विभाग जस्तो थिएन। छुट्टै र शक्तिशाली थियो। एकदम शक्तिशाली। यसलाई सिधै प्रधानमन्त्रीको कार्यालयप्रति उत्तरदायी बनाइयो। तर अचम्मको कुरा के छ भने यसको शक्ति यति धेरै थियो कि यसले प्रमाण पुगेको खण्डमा प्रधानमन्त्रीकै अनुमति बिना पनि उच्च मन्त्रीहरूलाई अनुसन्धान गर्न र पक्राउ गर्न सक्थ्यो। ओहो, प्रधानमन्त्रीकै अनुमति बिना पनि? हजुर, इतिहासमा यस्ता घटनाहरू छन् जहाँ भ्रष्टाचारको आरोप लागेपछि त्यहाँका बहालवाला मन्त्रीहरूले कारबाहीको डर र समाजमा हुने बेइज्जती सहन नसकेर आत्महत्यासम्म गरेका छन्। मैले यो पढ्दा त म आफै छक्क परेकी थिएँ। ओहो, भनेपछि यो कुनै देखावटी संस्था थिएन। यसले साना कर्मचारीलाई मात्र होइन, ठूला माछाहरूलाई पनि छाडेन। कानुन सबैका लागि बराबर हुन्छ भन्ने कुरालाई साँच्चीकै स्थापित गर्यो नि। हो त नि। कानुन बनाएर मात्र पुग्दैन, त्यसलाई बिना भेदभाव र निर्मम रूपमा कार्यान्वयन गर्ने कानुनी शासन भयो भने मात्र विश्वास जाग्छ। एकदम सही कुरा। विदेशी लगानीकर्ताले सिङ्गापुरमा आफ्नो लगानी सुरक्षित महसुस गर्नुको मुख्य कारण नै यही थियो। उनीहरूलाई थाहा थियो कि काम गराउन टेबुल मुनिबाट पैसा दिनु पर्दैन। र यदि कसैले त्यस्तो प्रयास गर्यो भने उसले भयानक कानुनी सजाय भोग्नुपर्छ। ल, यहाँसम्मको चित्र प्रष्ट भयो। सुरक्षित वातावरण बन्यो, प्रशासनमा राम्रा र योग्य मानिसहरू पुगे, अनि भ्रष्टाचार पनि नियन्त्रण भयो। तर के नि? तर यहाँनिर एउटा ठूलो भौगोलिक र प्राकृतिक बाधा त कायमै थियो नि। सिङ्गापुरसँग न त कृषियोग्य जमिन थियो, न कुनै खनिज पदार्थ र त्यो त सुरुवाती समस्या नै भयो। पैसा र नीति भएर मात्र भएन नि, उत्पादन गर्ने र विश्व बजारमा बेच्ने कुरा त केही हुनु पर्यो। यहाँनिर सिङ्गापुरले आफ्नो सबैभन्दा ठूलो कमजोरीलाई कसरी ताकत बनायो भन्ने कुरा निकै रोचक छ है। हो नि, कृषियोग्य जमिन र खानी नभएपछि उनीहरूसँग भएको एकमात्र स्रोत भनेको त्यहाँका मानिसहरू नै थिए। मानिसहरू मात्रै?
त्यसैले सरकारले आफ्नो सम्पूर्ण ध्यान र बजेट मानव संसाधन वा ह्युमन क्यापिटलमा खन्यायो, शिक्षा प्रणालीलाई पूर्ण रूपमा आधुनिकीकरण गरियो र विज्ञान तथा प्रविधिमा विशेष जोड दियो। तर यसमा सबैभन्दा ठूलो र रणनीतिक निर्णय भनेको भाषाको छनौट थियो क्या। भाषाको छनौट? हो, सरकारले अङ्ग्रेजी भाषालाई कामकाज र शिक्षाको मुख्य भाषा बनाउने निर्णय गर्यो। यो भाषाको कुरालाई अलिकति गहिराईमा गएर हेरौँ है। सुन्दा यो एउटा सामान्य प्रशासनिक निर्णय जस्तो लाग्न सक्छ, तर यो कति गहिरो र जोखिमपूर्ण निर्णय थियो भनेर बुझ्न जरुरी छ। एकदम जरुरी छ। किनकि सिङ्गापुरमा त चिनिया मूलका मानिसहरूको बाहुल्यता थियो नि, जसले पक्कै पनि मन्डारिन भाषा चाहन्थे होला। मन्डारिनलाई बेवास्ता गरेर अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाउनुको पछाडि के तर्क थियो त? खासमा यसले एकैपटक 2वटा ठूला समस्या समाधान गर्यो। हेर्नुस्, पहिलो कुरा त आन्तरिक शान्ति। कसरी नि? सिङ्गापुरमा चिनिया, मलाय र भारतीय मूलका मानिसहरूको बसोबास थियो नि त। यदि चिनिया भाषालाई मुख्य भाषा बनाएको भए अन्य अल्पसंख्यक समुदायमा विद्रोह हुन्थ्यो होला। अङ्ग्रेजी एउटा यस्तो न्युट्रल वा तटस्थ भाषा थियो जसले सबैलाई एउटै सूत्रमा बाँध्यो क्या। भनेपछि कसैलाई पनि पक्षपात भएन। हो नि। अनि दोस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, अङ्ग्रेजीले सिङ्गापुरलाई सिधै विश्वव्यापी बजारसँग जोड्यो नि। यिनीहरूका लागि एसियामा काम गर्न सिङ्गापुर सबैभन्दा सहज ठाउँ बन्यो, किनभने त्यहाँका हरेक कामदार अङ्ग्रेजी बुझ्न र बोल्न सक्थे। यो एउटा गजबको मास्टर स्ट्रोक थियो भन्छु म त। यो त साँच्चीकै गहिरो कुरा भयो। अब अलिकति भूगोलको कुरा गरौँ है। जमिन सानो भए पनि उनीहरूको भौगोलिक अवस्थिति चाहिँ महत्त्वपूर्ण ठाउँमा थियो। म यसलाई एउटा उदाहरणबाट प्रश्न पार्छु ल। हवस्, भन्नुस् न। मानौ तपाईसँग बेच्नको लागि आफ्नो उत्पादन केही छैन, तर तपाईको पसल विश्वकै सबैभन्दा व्यस्त हाइवेको छेउमा छ भने सामान राख्नुको सट्टा त्यही हाइवेमा चल्ने गाडीहरूलाई रोकिने, इन्धन भर्ने र मर्मत गर्ने सुविधा दिन सकियो भने त्यो नै सबैभन्दा ठूलो व्यापार बन्छ नि। सिङ्गापुरले ठ्याक्कै त्यही गर्यो, होइन र? एकदम सटीक उदाहरण दिनुभयो तपाईले। सिङ्गापुर मलक्का जलसन्धिको छेउमा अवस्थित छ, जुन पूर्व र पश्चिमलाई जोड्ने विश्वको सबैभन्दा व्यस्त समुद्री व्यापारिक मार्ग हो। त्यो त निकै व्यस्त रुट हो। भूगोल आफैमा एउटा प्राकृतिक उपहार त थियो, तर त्यसलाई चिनेर रणनीतिक प्रयोग गर्नु उनीहरूको खुबी थियो नि। त्यही व्यस्त हाइवेको छेउमा उनीहरूले पोर्ट अफ सिङ्गापुर निर्माण गरे, जुन विश्वकै सबैभन्दा चुस्त र व्यस्त बन्दरगाह मध्ये एक बन्यो। अनि पछि विमानस्थल पनि त बनाए नि, होइन? हो त नि। पछि गएर चाङ्गी विमानस्थल बनाएर हवाई मार्गको पनि प्रमुख ट्रान्जिट हब नै बनाए। आफ्नै सामान नभए पनि अरूको सामान ओसार पसार गर्ने केन्द्र बनेर उनीहरूले अथाह पुँजी निर्माण गरे नि। बाहिरबाट हेर्दा त सबै कुरा भव्य देखियो। देशले पैसा कमाइरहेको थियो, बन्दरगाहहरू व्यस्त थिए, विदेशी कम्पनीहरू ओइरिएका थिए। हो, आर्थिक वृद्धि राम्रो थियो। तर एउटा कुरा नि, कुनै पनि देशमा जतिसुकै पैसा आए पनि यदि त्यो आर्थिक वृद्धिको प्रतिफल आम नागरिकको घरद्वारीसम्म पुगेन भने, उनीहरूको दैनिक जीवनस्तर सुध्रिएन भने त्यो राजनीतिक स्थिरता धेरै दिन टिक्न सक्दैन नि। पक्कै टिक्दैन। मानिसहरू असन्तुष्ट भइहाल्छन् नि। समाजमा विद्रोह सुरु हुन्छ। आम मानिसलाई यो विकासको मूलधारमा कसरी जोडियो त? त्यसो भए उनीहरूलाई कसरी देश निर्माणमा अपनत्व महसुस गराइयो? यो एकदमै महत्त्वपूर्ण पाटो हो। हेर्नुस्, सन् 1960 को दशकको सिङ्गापुरको सामाजिक अवस्था हेर्ने हो भने अधिकांश मानिसहरू अत्यन्तै दयनीय अवस्थामा झुपडीहरूमा बस्थे। हो र? अनि सरकारले के बुझेको थियो भने आर्थिक विकास सँगसँगै सामाजिक सुरक्षा भएन भने देश अघि बढ्न सक्दैन। त्यसैले उनीहरूले हाउसिङ एन्ड डेभलपमेन्ट बोर्ड वा HDB को स्थापना गरे। हाउसिङको लागि? हो, यो बोर्डले व्यापक रूपमा सार्वजनिक आवास योजना ल्याएर सुलभ मूल्यमा आधुनिक अपार्टमेन्टहरू निर्माण गरेर नागरिकलाई उपलब्ध गरायो नि। तर यो HDB केवल मानिसहरूलाई छत दिने वा घर दिने योजना मात्र थिएन नि, होइन र? तपाईले ठ्याक्कै कुरा समात्नुभयो। यसको पछाडि एउटा निकै ठूलो सोशल इन्जिनियरिङ वा भनौँ सामाजिक रूपान्तरणको रणनीति पनि लुकेको थियो नि। मैले पढे अनुसार त त्यस्तै लाग्छ। हो, यहाँनिर एउटा अत्यन्तै गहिरो रणनीति छ। सिङ्गापुरले विगतमा भयानक जातीय दङ्गाहरू भोगेको थियो क्या। त्यो मलेसियाबाट छुट्टिने बेलातिरको कुरा। हजुर, मानिसहरू आफ्नै जात र समुदायको मात्र बस्ती बनाएर बस्थे, जसले गर्दा सधैँ फाँटो आउँथ्यो। तर HDB अपार्टमेन्टहरू वितरण गर्दा सरकारले एउटा कडा नियम लागू गर्यो, जातीय कोटा प्रणाली।
जातीय कोटा भनेको कसरी? एउटा अपार्टमेन्ट ब्लकमा निश्चित प्रतिशत चिनिया, निश्चित प्रतिशत मलाय र निश्चित प्रतिशत भारतीय मूलका परिवार बस्नै पर्ने अनिवार्य नियम बनाइयो। ओहो, यसले गर्दा उनीहरू एउटै लिफ्ट प्रयोग गर्न बाध्य भए, एउटै पार्कमा बच्चाहरू खेल्न थाले। यसरी जबरजस्ती रूपमै सही उनीहरूले जातीय विभाजनलाई भत्काएर एउटा सिङ्गो सिङ्गापुरियन पहिचान निर्माण गरे नि त। यो त साँच्चीकै अद्भुत रणनीति पो रहेछ त। आवासको माध्यमबाट राष्ट्र निर्माण। अनि अर्को कुरा नि, भन्नुहोस् न। जब कसैलाई भौतिक रूपमै आफ्नै घर वा सम्पत्तिको मालिक बनाइन्छ, तब मात्र उसलाई त्यो देश र प्रणालीप्रति साँच्चीकै अपनत्व महसुस हुन्छ क्या। झुपडीमा बस्ने वा सडकमा सुत्ने मान्छेलाई देशको जीडीपी बढेको कुराले त के फरक पार्दैन नि। एकदम सही कुरा। तर जब उसको आफ्नै घर हुन्छ, तब उसलाई लाग्छ कि यो देश शान्त र समृद्ध भयो भने मात्र मेरो घरको मूल्य बढ्छ। बिल्कुल। आर्थिक वृद्धि र सामाजिक सुरक्षा बीचको सन्तुलन नै सिङ्गापुरको सफलताको मुख्य साँचो हो भन्छु म त। यो एउटा अलिखित सामाजिक सम्झौता जस्तै थियो नि त। कस्तो सम्झौता? जस्तै सरकारले नागरिकलाई सुरक्षा, वासस्थान र रोजगारी दिने, अनि नागरिकले देश निर्माणमा मेहनत र अनुशासन दिने। जब मानिसहरूले आफ्नो जीवनस्तर साँच्चीकै उकासिएको देखे, उनीहरूले सरकारका कडा नियमहरूलाई पनि खुसी साथ स्वीकार गरे नि त। यी सबै विश्लेषण र रणनीतिहरू सुन्दा के प्रष्ट हुन्छ भने नि, सिङ्गापुरको यो मोडल इतिहासको पानामा सीमित हुने पुरानो कथा मात्र होइन रहेछ। होइन नि, यो त अहिले पनि उत्तिकै सान्दर्भिक छ। आजका विकासशील देश र सहरहरूका लागि यो एउटा जिउँदो बेन्चमार्क वा मापदण्ड बनेको छ नि। अध्ययन र विश्लेषणहरू हेर्दा आजका विकासशील सहर र त्यहाँका नेतृत्वलाई दाँच्न सिङ्गापुरलाई नै एउटा मानकको रूपमा लिइन्छ। हजुर, त्यो त हामीले आफ्नै परिवेशमा पनि देखिरहेका छौं नि। हो नि, जस्तो कि हाम्रो स्रोत सामग्रीले पनि एउटा तुलना गरेको छ। हाम्रै सन्दर्भमा काठमाडौँका मेयर बलेन्द्र शाहले चालेका कडा कदम, कानूनको पालना गराउने शैली र शहरी व्यवस्थापनका प्रयासहरूलाई विश्लेषण गर्दा धेरैले सिङ्गापुरको त्यही प्रारम्भिक मोडलसँग तुलना गरेको पाइन्छ। तर यहाँ हानि रश्मिले जो कोहीलाई एउटा कुरा प्रष्ट पार्नुपर्छ है। एकदमै, म त्यही भन्न गइरहेको थिएँ। हामी यहाँ कुनै पनि राजनीतिक पक्ष वा व्यक्तिको समर्थन वा विरोध गरिरहेका छैनौँ है। हामीले केवल स्रोत सामग्रीमा उल्लेख भएको कुरा र आधुनिक राजनीतिमा सिङ्गापुर मोडेललाई कसरी एउटा उदाहरणको रूपमा लिइन्छ भन्ने कुरा मात्र प्रस्तुत गरिरहेका हौं। हो नि, हामी नितान्त निष्पक्ष रहेर यो विश्लेषण गर्दैछौँ। हजुर, र यस्तो तुलना हुनु स्वाभाविक पनि हो। हेर्नुहोस्, किनकि इतिहासले के देखाएको छ भने विकासको लागि कुनै जादुको छडी चाहिँदैन। इच्छा शक्ति नै ठूलो कुरा हो। आजका दिनमा पनि यदि सही भिजन छ, अप्रिय तर आवश्यक निर्णय लिन सक्ने साहस छ, र सबभन्दा महत्त्वपूर्ण कुरा भ्रष्टाचार मुक्त संयन्त्र र योग्यताको कदर छ भने जुनसुकै ठाउँमा परिवर्तन सम्भव छ। सिङ्गापुरले 1960 को दशकमा जुन सिद्धान्त अपनायो, त्यो आजको आधुनिक राजनीति र शहरी विकासमा पनि त्यत्तिकै सान्दर्भिक छ। यो कुराले एउटा अर्को ठूलो भ्रम पनि तोड्छ नि त। कुन भ्रम नि? प्रायः हामी सुन्छौँ कि देश विकास हुन त खानी हुनुपर्छ, ठूलो जमिन हुनुपर्छ वा प्राकृतिक स्रोत साधनले भरिपूर्ण हुनुपर्छ। तर सिङ्गापुरको कथाले प्राकृतिक स्रोतको कमी कहिले पनि असफलताको बहाना हुन सक्दैन भन्ने प्रमाणित गरेको छ नि। पटक्कै सक्दैन। प्राकृतिक स्रोत साधन भन्दा ठूलो कुरा नेतृत्वको इच्छा शक्ति र नागरिकको अठोट हो। एकदम। मानव संसाधनमा गरिएको सही लगानी, स्पष्ट नियम र रणनीतिक सोचले एउटा गरिब र स्रोतविहीन टापुलाई विश्वकै उदाहरणीय शक्ति बनाउन सक्छ भन्ने यो भन्दा ठूलो प्रमाण अरू केही हुन सक्दैन नि। साँच्चीकै यो कथा सुन्ने जो कोहीका लागि पनि एउटा ठूलो पाठ हो जस्तो लाग्छ मलाई त। चाहे कुनै देशको नीति निर्माणको कुरा होस्, वा कुनै नयाँ व्यापार सुरु गर्दाको अवस्था होस्, वा व्यक्तिगत जीवनकै कुनै लक्ष्य हासिल गर्नुपर्ने कुरा किन नहोस्। हजुर, यो सबैमा लागू हुन्छ। सुरुवाती स्रोत साधनको कमी भन्दा पनि सिप, स्पष्ट भिजन र निरन्तरको अनुशासनले नै अन्तिम गन्तव्य तय गर्छ। आफूसँग नभएको कुरामा गुनासो गर्नुको सट्टा जे छ त्यसैलाई हतियार बनाउन सक्नुपर्छ। र त्यो हतियारलाई बदल्दो समयसँगै निरन्तर धार लगाइरहनुपर्छ हे। सिङ्गापुरले त्यही गर्यो र आफूलाई सधैँ समयभन्दा एक कदम अगाडि राख्यो। एकदम सही कुरा।
तर आजको यो विस्तृत चर्चाको अन्त्यमा आइपुग्दा नि मलाई एउटा कुराले निकै सोचमग्न बनाएको छ। के कुराले नि? जस्तै सिङ्गापुरले सन् 1960 र 70को दशकको विश्वव्यापीकरणको पहिलो लहरलाई आफ्नो फाइदामा बदल्यो नि त। बहुराष्ट्रिय कम्पनीहरूलाई भित्र्यायो र अङ्ग्रेजी भाषालाई विश्वसँग जोडिने मुख्य हतियार बनायो। त्यो समयमा सस्तो श्रम र खुल्ला सिमानाको ठूलो महत्त्व थियो नि। त्यो समयको माग नै त्यस्तो थियो। तर आजको विश्व त निकै फरक छ नि। आज हामी आर्टिफिशियल इन्टेलिजेन्स वा एआईको युगमा छौं, जहाँ मानिसको सामान्य सिपलाई मेसिन र कोडले विस्थापित गर्दैछ। हो, प्रविधिले धेरै कुरा परिवर्तन गरिसक्यो। अनि हामी रिमोट वर्कको युगमा छौं, जहाँ काम गर्न भौगोलिक स्थान वा ट्रान्जिट हबको महत्त्व घट्दैछ नि त। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी डिग्लोबलाइजेसन अर्थात् विश्वव्यापीकरण खुम्चिँदै गएको र ठूला देशहरूले आफ्नै सिमानाभित्र उद्योग फर्काउन खोजिरहेको युगमा प्रवेश गर्दैछौं। यो त निकै गम्भीर चुनौती हो अहिलेका देशहरूलाई। हो नि, यस्तो पूर्ण रूपमा बदलिन्दो परिस्थितिमा के आज कुनै विकासशील देशले हुबहु त्यही 1960को दशकको सिङ्गापुर मोडल अपनाएर सफलता पाउन सक्छ त? वा अबको चमत्कारका लागि, अबको आर्थिक क्रान्तिका लागि पूर्ण रूपमा नयाँ सूत्रको आवश्यकता पर्ला? साँच्चै यो त धेरै नै गहिरो प्रश्न उठाउनु भयो तपाईले। यो एउटा यस्तो प्रश्न हो जसले सुन्ने जो कोहीलाई पनि सोच्न बाध्य बनाउँछ जस्तो मलाई लाग्छ। यसबारे सोच्दै गर्नुहोला। यस्तै नयाँ प्रश्न र विचारहरूका साथ आजको यो विस्तृत चर्चाबाट हामी बिदा माग्छौं।